हेलो एभन वेलकम टु एन्डर एनालिसिस भिडियो। आज चाहिँ हामीले नेपाल भर्सेस मुम्बई प्रेसिडेन्ट एक्सआईको म्याच भएको थियो जुन दुईवटा म्याच खेल्नेवाला छ नेपालले, त्यसको फर्स्ट म्याचको एनालिसिस लिएर आइसकेको छौँ। सो आई एम हियर विथ नसिब। हेलो एभ्रिवान। म केही पोइन्ट्सहरू मेन्सन गर्न चाहन्छु। धेरैजना मान्छेहरूले चाहिँ भनिरहेको थियो सन्दीप किन प्लेइङ 11मा छैन भनेर। सन्दीपको चाहिँ हल्का तबियत खराब भएर चाहिँ ऊ प्लेइङ 11मा नभएको होइन। सन्दीपको सेड्युल पनि हल्का टाइट भएर हो। अब बिपिएलबाट सिधा इन्डियामा जानु पऱ्यो, त्यहाँ प्र्याक्टिस डे भयो एउटा, त्यहाँ अहिले म्याचको लागि चाहिँ त्यो हल्का फिट नहुने भएर उसलाई रेस्ट दिएको हो। त्यसपछि अर्को कुरा भनेको यो लाइभ स्ट्रिम चाहिँ एकदम राम्रो थियो होइन। पहिलाको जुन हाम्रो श्रीलङ्का एसँग गेमहरू थियो त्यसको कम्पेरिजनमा लाइभ स्ट्रिमहरू एकदम राम्रो थियो। सो त्यो कुरा नि मेन्सन गर्नुपर्छ। र अर्को भनेको अम्पायरिङ एकदमै नराम्रो भएको थियो यो गेममा होइन। सुरुमा त्यो शेर मल्लको नै आई थिङ्क दुईवटा जति अपिलहरू एकदमै भ्यालिड थियो, बट त्यसमा नि विकेट आएन। र सम्बाल कामीको त एउटा त एकदम प्लम्प विकेट थियो होइन, मिडल अफ द स्टम्प गएर लाग्नेवाला विकेट थियो, एलबिडब्ल्यू थियो, बट अम्पायरले त्यो पनि दिएनन्। र सेकेन्ड इनिङमा पनि हल्का एक दुईवटा त्यस्तै चान्सहरू थियो, बट अम्पायरले त्यो पनि दिएनन् होइन। सो अम्पायरिङ एकदम नराम्रो भएको थियो, बट या अब त्यो कुराहरूलाई केही पनि गर्न सकिँदैन। सो नेपालले सुरुमा बलिङ गरेको थियो। सो फेज बाई फेजबाट सुरु गरौँ, त्यसपछि हामी बाँकी हेरौँ ल। सो नेपाल सुरुमा बलिङ गर्न आयो र सुरुको पावर प्लेको ओभरहरूमा 1 देखि 6 ओभरमा चाहिँ मुम्बईको प्लेइङ 11ले चाहिँ 40 रन बनायो र 3 विकेट गुमायो। यसमा चाहिँ सुरुमा नेपालले हिटिङ खाएको थियो अलिकति, बट त्यसपछि दिपेन्द्र सिंह अहिले विकेट मेडेन ओभर हानेपछि चाहिँ थिङ्स कन्ट्रोलमा आएको थियो। त्यसपछि मिडल ओभरमा 6 देखि 15 ओभरमा चाहिँ मुम्बईले 58 रन हान्यो र 4 विकेट गुमायो। उनीहरूको टोटल स्कोर भएको थियो 98 फर 7 विकेट्स। त्यसपछि लास्टको डेथ ओभरमा 15 ओभरदेखि 20 ओभरमा चाहिँ मुम्बईले 44 रन्स बनायो र 2 विकेट गुमायो र उनीहरूको टोटल स्कोर भयो 142 फर 9 र नेपाललाई उनीहरूले 143 रन्सको टार्गेट दिए। नाउ लेट्स मुभ अन टु द स्कोर होइन। नेपालको बलिङ कार्ड हेरौँ। सो त्यो चाहिँ नसिबले भन्छ। थ्याङ्क यू उत्सव। नेपालले आज निकै नै राम्रो बलिङ गर्यो। नेपालले आज 7वटा बलर युज गरेको थियो र जसमा चाहिँ करण केसीले चाहिँ 4 ओभरमा 39 रन दिएर 0 विकेट लिएका थिए र उनको इकोनोमी 9.75 मा पुगेको थियो। र उताबाट चाहिँ शेर मल्लले चाहिँ आज पनि किफायती बलिङ गरे, 4 ओभर 26 रन र 1 विकेट, जसमा चाहिँ उनको इकोनोमी चाहिँ 6.50 रहेको थियो, निकै नै राम्रो थियो। र सोमपाल कामले चाहिँ 3 ओभरमा 25 रन दिए र कुनै पनि विकेट हासिल गर्न सकेनन्, जसमा चाहिँ उनको इकोनोमी थियो 8.33। उताबाट चाहिँ दिपेन्द्र सिंह ऐरीले चाहिँ आज 1 ओभर मात्र गरेका थिए र त्यसमा उनले 1 मेडेन फालेर 0 रन्स दिएर चाहिँ 1 विकेट लिएका थिए। र नन्दन यादवले चाहिँ आज 2 ओभर मात्र गरे, जसमा चाहिँ उनले 9 रन खर्चिए र 2 विकेट लिए। उनको चाहिँ इकोनोमी चाहिँ 4.50 भएको थियो। र कुशल भुर्तेलले चाहिँ आज पुरै बलिङ कोटारी गरेका थिए, जसमा चाहिँ उनले 4 ओभरमा 25 रन दिएर 1 विकेट लिएका थिए र उनको इकोनोमी चाहिँ 6.25 रहेको थियो। र गुलसन झाले चाहिँ आज 2 ओभर मात्र गरे, जसमा उनले 17 रन दिए र 1 विकेट लिन सफल भए, जसमा चाहिँ उनको इकोनोमी 8.50 को थियो। आज कुन कुन बलरहरूले चाहिँ अलि राम्रो गरे र कुन बलरहरूको चाहिँ अझ बेटर हुनसक्थ्यो, हल्का एक्सपेन्सिभ साइडतिर गए। नेपालका बलरहरूले चाहिँ आज निकै नै राम्रो बलिङ गरेका थिए होइन। त्यसमा चाहिँ करण केसीको कुरा गर्ने भने चाहिँ उनको फर्स्ट ओभर चाहिँ निकै नै एक्सपेन्सिभ गएको थियो होइन, 13 रन खर्चेका थिए उनले। र पछि आएर चाहिँ उनले चाहिँ डेथ ओभरमा चाहिँ कमब्याक गरेका थिए। लास्ट ओभरमा चाहिँ उनले 7 रन मात्र खाएका थिए। मैले करण केसीको आज नोटिस गरेको भनेको उहाँले चाहिँ त्यो वाइड यर्करहरू एकदम राम्रो फाले होइन पछिको ओभरहरूमा, एन्ड देन स्लोवर बााउन्सरहरू पनि ट्राई गरिरहेको थियो, जुन हामीले युजली देख्दैनौँ करणबाट त्यति धेरै होइन, बट स्लोवर बााउन्सरहरू पनि हानिरहेको थियो र राम्रोसँग एक्जिक्युट गरिरहेको थियो होइन। सो त्यो एउटा प्लस साइन हुनसक्छ, बट इकोनोमी आज डेफिनेटली धेरै भएको छ करणको। बट त्यो एउटा रनआउट पनि थियो करणको, विच वाज रियली गुड, बट इकोनोमी साइडमा हल्का ध्यान दिनुपर्ने छ। आज चाहिँ शेर मल्लले चाहिँ आई थिङ्क लास्ट गेमको फर्म चाहिँ कन्टिन्यू गरेका छन् होइन। होइन, हामीले जुन शेर मल्लको पहिलाको भिडियोमा कुरा गरेका थियौँ होइन, पावर प्लेमा चाहिँ शेर मल्ललाई चाहिँ यदि राम्ररी युटिलाइज गर्न सक्यो भने चाहिँ आई थिङ्क नेपाललाई चाहिँ पावर प्लेमा चाहिँ विकेट दिलाउन सक्छन् भनेर आजको गेममा नि उनले त्यही गरे होइन। आज एक्चुअली फर्स्ट ओभरमा एक्सपेन्सिभ गएको थियो होइन, उनलाई हल्का हिट परेको थियो, बट त्यसपछि विकेट निकाल्यो होइन। सो एकदम राम्रो भएको थियो। एकदम आई थिङ्क शेर मल्लले चाहिँ अब चाहिँ लास्टको गेम पछि चाहिँ उनको चाहिँ फर्म रिगेन भएपछि चाहिँ अझै राम्रो बलिङ गरिरहेछन् भन्दा पनि हुन्छ होइन। आज उनले लास्ट गेम भन्दा आई थिङ्क कम इकोनोमी दिए जस्तो लाग्छ मलाई, 6.50 इकोनोमीमा आज बल फालेका थिए। र आज नन्दन यादवले पनि निकै नै राम्रो बलिङ गरेका थिए होइन, 2 ओभर मात्र गर्न पाए र त्यसमा चाहिँ उनले 9 रन दिएर 2 विकेट लिए, जसमा चाहिँ उनको इकोनोमी 4.50 थियो होइन। हामीले जुन नेपालको डेथ बलिङको कमजोरीको बारेमा कुरा गरेका थियौँ, आई थिङ्क आज नन्दन यादवले चाहिँ त्यो कमजोरीलाई चाहिँ अलिअलि ढाकछोप
गर्न चाहिँ उनले चाहिँ कन्ट्रिब्युसन छ जस्तो लाग्छ मलाई। यस, आज नन्दनले डेथमा बलिङ त गरेनन्, आई थिङ्क पावर प्ले पछितिर नै गरेका थिए बलिङ, बट स्टिल जुन त्यो लेन्थमा फालिरहेको थियो र उसको पेस खेल्न नि गाह्रो भइरहेको थियो होइन, नन्दनको बााउन्सर खेल्न नि गाह्रो भइरहेको थियो प्लेयरहरूलाई। सो त्यो नन्दनको कमब्याक हुनु एकदमै राम्रो हो। नेपालले अहिलेसम्म हेर्दाखेरि 3टा पेसर निकालेर खेलेको छैन, श्रीलङ्कामा पनि त्यही गर्यो र अहिले पनि त्यही गरिरहेछ। सो हाम्रो गेस त्यही नै हुनसक्छ कि अब वाङखेडेमा जब हामीले वर्ल्ड कप खेल्छौँ त्यति बेला नि 3टा पेसरको साथ नै जान्छ नेपाल। सो त्यस्तो हो भने प्लेइङ 11मा नि एउटा क्वेसन आउँछ कि होइन, शेरमल र सन्दीप लामिछाने यिनीहरूबाट कसै चाहिँ ठाउँ बन्छ होइन, कि आरिफ शेखलाई हटाएर चाहिँ सन्दीपलाई फेरि आउने हो कि 3टा पेसर नलगेर 2टा पेसर मात्रै लाने हो कि, र 2टा पेसर लाने हो भने को चाहिँ लाने होइन। नन्दन त एकजना फिक्स हो जस्तो लाग्छ मलाई, बट अब सम्पाल र करणमा चाहिँ हल्का त्यो डिसाइडिङ फ्याक्टर हुनसक्छ होइन, किनकि दुवैजनाको हल्का फर्म तलमाथि जस्तो भइरहेछ। बट अहिलेसम्म हेर्ने भने आई थिङ्क सम्पालले नै ठाउँ पाउलान् होइन, बट जे पनि हुनसक्छ। एकदम आई थिङ्क नन्दनले चाहिँ अब देतो बराबरमा नि नेपाललाई एडभान्टेज दिने भयो के अरे होइन, सोमपाल र करणमारै कम्पिटिसन हुन्छ जस्तो लाग्थ्यो। तर अहिले यो गेमसम्म हेर्दाखेरि चाहिँ सोमपालको नै एउटा एज छ जस्तो लाग्छ मलाई, किनभने आज करण केसले निकै नै धेरै रन खाएका थिए होइन, फर्स्ट ओभर उनको नराम्रो पनि गएको थियो, त्यही भएर आई थिङ्क सोमपाल कामीलाई एज छ जस्तो लाग्छ मलाई। श्रीलङ्कामा पनि हेर्ने भने फर्स्ट गेम नै आई थिङ्क फर्स्ट या फिर सेकेन्ड गेममा सम्पालले 2 विकेट पनि ल्याएको थिए, राम्रो पनि गएको थियो। इन कम्पेरिजन करणको त्यस्तो खासै भएको छैन। करणलाई युजली सम्पालभन्दा हाई रेट गरिन्छ होइन करणको ब्याटिङले गर्दाखेरि, किनकि लास्टमा आएर एकदम राम्रो स्ट्राइक रेटसँग ब्याटिङ गर्छन्, बट अहिले खासमा यो प्र्याक्टिस गेमहरूमा ब्याटिङ आएकै छैन करणको, र शेरमलले त्यो लोवर हिटिङ प्रोभाइड गर्ने भइसकेपछि करणको खासै त्यस्तो त्यो ब्याटिङको त्यस्तोमा नहेरिकन बलिङ नै प्रिफर गर्ला टिमले पनि, र बलिङ हेर्दाखेरि सम्पालले एज लिन्छन्। सो त्यो एकदम एक्साइटिङ हुनेवाला छ। हु नोज नेपाल 3टा पेसर लिएर जान्छ कि होइन, त्यस्तो हो भने हामीले ब्याटिङमा आरिफ नदेख्न सक्छौँ या फिर शेरमललाई पनि मिस गर्न सक्छन्, बट शेरमल आई थिङ्क मेरो हिसाबमा चाहिँ डिजर्भ डेफिनेटली गर्छन् प्लेस होइन। सो त्यही थियो नेपालको बलिङको बारेमा। अब सेकेन्ड इनिङमा नेपाल चेज गर्न आयो, 143 रन हान्नुपर्ने थियो जित्नको लागि। फेज बाई फेजको कुरा गरौँ सुरुमा, पावर प्लेको ओभरहरूमा फर्स्टदेखि 6को ओभरमा चाहिँ 55 रन्स फर 1 विकेट होइन। कुशल भुर्तेल वाज इन डेडली फर्म आज, एकदमै राम्रो हाने, चौकाहरू एकदमै राम्रो हाने होइन। आई थिङ्क 3टा चौका लगातार पनि हानेको थियो एकचोटि, एकदम राम्रो हाने। देन आसिफले चाहिँ स्ट्राइक रोटेट गरिरहेको थियो मजाले, बट आसिफले त्यति धेरै बलै खेल्न पाएनन् होइन, कुशलले एकदम राम्रो गरे। कुशल जुन बलमा आउट भयो आई थिङ्क त्यसमा पनि खासै त्यस्तो ब्लेम गर्न मिल्ने कुरा केही पनि छैन होइन, किनकि ऊ एकदम राम्रोसँग हानिरहेको थियो र त्यो स्टेप आउट गरेर हान्न खोज्नु त्यो राम्रो मोटिभ नै थियो जस्तो लाग्छ मलाई, बट अनफर्चुनेटली आउट भयो। 6 देखि 15 मिडल ओभरको फेजमा नेपालले 71 रन्स हान्यो र 1 विकेट गुमायो, र टोटल स्कोर भयो 126 for 2। यसमा चाहिँ रोहित कुमार पौडेल आए र आसिफसँग हल्का पार्टनरसिप भयो, बट मेन पार्टनरसिप भनेको दिप्पीसँग भयो होइन। आई थिङ्क नियरली 60-65 रन्सको पार्टनरसिप भयो दिपेन्द्रसँग, र दुवैजनाले एकदम राम्रोसँग स्ट्राइक रोटेट गरे, र रोहितले एक्सेप्सनल्ली वेल खेले आज होइन। त्यो स्ट्राइक रोटेसन हामी सबैलाई थाहा छ, दिप्पी र रोहितको एकदम दामी छ होइन, दुवैजना एकदम क्विक छन् विकेटमा। सो डबल्सहरू एकदम धेरै निकाले, र रोहितले बााउन्ड्रिज पनि एकदम धेरै निकाले, र दिप्पीले नि 1-2वटा बााउन्ड्री निकाले। त्यसपछि 15 देखि 20को फेजमा चाहिँ दिप्पी अनफर्चुनेटली आउट भयो, बट नेपालले 70 रन बनायो र 1 विकेट चाहिँ दिप्पीको गुमायो, र टोटल 143 for 3 बनायो र नेपालले जित्यो। दिप्पी आउट भएपछि आरिफ आएका थिए ब्याटिङको लागि, बट आरिफले खासै त्यसो हान्नको लागि रन बाँकी नै थिएन, र गेम त्यतिमै सक्यो। सो अब नेपालको ब्याटिङको इन्डिभिजुअल प्लेयरको पर्फर्मेन्सको कुरा गरौँ। एकदम आज कुशल भुर्तेलले चाहिँ एकदम फायर स्टार्ट दिएका थियो भनौँ होइन, कुशल भुर्तेलको रोलै हो जस्तो लाग्छ मलाई होइन। आई थिङ्क पावर प्लेमा चाहिँ नेपाललाई यस्तै स्टार्ट चाहिन्छ जस्तो लाग्छ मलाई, किनभने अब मुम्बईको जस्तो पिचमा होइन, अब पावर प्लेमा 30 रन बनाएर 40 रन बनाएर चाहिँ काम छैन, हरेक ओभरमा चाहिँ 9 रन या 10 रन पर ओभर बनाएर चाहिँ खेल्नुपर्ने छ, र आज त्यो कुशल भुर्तेलले त्यही नै गर्यो। कुशल भुर्तेल चाहिँ 21 बलमा 38 रन बनाएर आउट भएर आई थिङ्क त्यो डिसमिसल भन्दा पनि आई थिङ्क कुशल भुर्तेलको इन्टेन्ट चाहिँ कस्तो थियो त्यसको बारेमा कुरा गर्नुपर्छ जस्तो लाग्छ हामीलाई होइन। स्कोर कम थियो, जति सक्यो छिटै नै सकाम भन्ने थियो भुर्तेललाई। आई थिङ्क त्यो एउटा माइन्डसेट चाहिँ नेपाली ब्याटिङ लाइनअपमा चाहिँ चाहिन्छ जस्तो लाग्छ मलाई। यस, आज रोहितले 50 नट आउट खेले 43 बल्समा, हाफ सेन्चुरी हाने। कुशल भुर्तेलले 38 रन्स हाने 21 बल्समा। दिपेन्द्र सिंह अहिले 28 रन्स हाने 22 बल्समा, र आसिफ शेखले 16 रन्स हाने 17 बल्समा। सबैजनाको एकदम राम्रो ब्याटिङ पर्फर्मेन्स भएको हो। आरिफले पनि आएर हल्का बल खेले, बट उहाँको काउन्ट नगर्दा नै हुन्छ होइन, किनकि रनै बाँकी थिएन। सो आसिफको चाहिँ आई थिङ्क एकजनाको बेटर हुन सक्दैन, किनकि 16 बल खेलिसकेका थिए, 100को स्ट्राइक रेटले ब्याटिङ गरिरहेको थिए, र त्यो स्विप हान्न जाँदाखेरि एलबिडब्ल्यू हुन पुग्यो होइन। सो आसिफले चाहिँ हल्का स्ट्राइक रेट अबभ गरेर हल्का आई थिङ्क 25सम्मको इनिङ खेला भयो, हल्का राम्रो स्ट्राइक रेटले आई थिङ्क त्यतिसम्म बेटर हुन सक्थ्यो, बट बाँकी 3जनाले एकदम पर्फेक्ट इनिङ खेलेको होइन। रोहित र दिपेन्द्रलाई एकदम राम्रो भन्नुपर्छ होइन, एकदम सेन्सिबल इनिङ खेला हो क्याप्टेन र भाइस क्याप्टेनले। रोहितको स्ट्राइक रेट पनि राम्रो छ होइन, 43 बल्सले हानेका छन्, किनकि बिचमा बााउन्ड्रीहरू पनि धेरै निकालेको थियो रोहितले। र रोहितको मैले आज अर्को कुरा नोटिस गरेको भनेको चाहिँ जुन
जुन विकेट किपरको पछाडिबाट एकदम धेरै रनहरू निकाले होइन। मुम्बईको विकेट किपरको मैले त्यहाँ टेक्निक्सहरूमा पनि र ओभरअल हेर्दाखेरि पनि होइन हल्का कमजोर देखिरहेको थियो। उनले त्यो रनहरू सेभ गर्न सकिरहेको थिएन र त्यसकै बेनिफिट गरेर चाहिँ रोहितले चाहिँ नज गरेर बललाई स्पिनरको मानि पेसरको मानि हल्का पछाडिपट्टि बााउन्ड्रीहरू पनि निकाले र 1-2 रन पनि निकाले। सो त्यो हल्का सेन्सिबल इनिङ खेले र दिपेन्द्रले पनि एकदम राम्रोसँग साथ दिए। सो आज ओभरअल एकदमै राम्रो भयो नेपालको बोथ बलिङ र ब्याटिङमा। डेफिनेटली इम्प्रुभ गर्ने कुराहरू धेरै छ र मुम्बईको यो आई थिङ्क सेकेन्ड टिम हो जस्तो लाग्छ मलाई होइन, मेन टिम पनि होइन, किनकि आज मुम्बईको दिल्लीसँगको गेम पनि थियो। सो त्यसले गर्दाखेरि यसलाई मेन टिम भन्न मिल्दैन। बट स्टिल नेपालले ओभरअल बक्सेसहरू चेक गरेको छ, फिल्डिङमा पनि राम्रो गरेको छ। बट यति हुँदैमा नेपाल खुसी हुनु हुँदैन। अब जति हामीले खेल्नेवाला छौँ वर्ल्ड कपमा म्याचेसहरू टेस्ट नेसनहरूसँग, टेस्ट नेसनै एकदम ठुल्ठुलो नामहरू छ, इङ्ल्यान्ड छ, वेस्ट इन्डिज छ र इटली पनि एकदम रेड हट फर्ममा छ होइन। अस्ति आयरल्यान्डलाई हरायो, अब रिसेन्टली नामिबियालाई पनि हरायो होइन। ग्रुप अफ डेथ नै भन्दा हुन्छ होइन, एकदमै डेन्जर ग्रुप छ। स्कटल्यान्ड छ त्यस्तो स्ट्रङ टिम होइन। सो नेपाल चाहिँ हल्का अब लेभल अप गर्नै पर्छ र आफ्नो 110% दिनै पर्छ नेपालले जित्नको लागि होइन। त्यो चाहिँ अब हामीले फेब्रुअरी 8 मै थाहा पाउँछौँ होइन, इङ्ल्यान्डसँगको गेममा चाहिँ। अर्को म्याच पनि छ जुन 31 जनवरीमा छ नेपालको, यही टिमसँग खेल्छ नेपालले फेरि। र वी होप कि सन्दीप ब्याक हुन्छन् होइन त्यति बेलामा चाहिँ। सो नेपालको प्रिपेरेसन यही अनुसार चलिरहेछ। नसिबलाई केही भन्नु छ? आई थिङ्क आज दिपेन्द्र सिंह औरीको आज स्कोर कार्ड हेर्ने भयो भने 22 बलमा 28 रन खेले पनि होइन। आई थिङ्क यो सानसानो स्कोरले गर्दा चाहिँ दिपेन्द्र सिंह औरीलाई चाहिँ अब आउने गेममा चाहिँ कन्फिडेन्स हुन्छ जस्तो लाग्छ होइन। आज बलिङमा नि निकै राम्रो गरे, अब ब्याटिङमा पनि बल लिएर पिचलाई हेरेर उनले 28 रन बनाए। आई थिङ्क यो सानसानो रनले गर्दा चाहिँ टुर्नामेन्ट सुरु भएपछि चाहिँ कन्फिडेन्समा चाहिँ बुस्टअप हुन्छ जस्तो लाग्छ मलाई। यस, दिपीलाई आज पुस पनि गर्यो होइन, आरिफभन्दा माथि पनि पठायो र आई थिङ्क त्यसको रिजन चाहिँ क्रिजमा रोहित थिए होइन। र रोहित र दिपी क्रिजमा भइसक्यो हामीलाई सबलाई थाहा छ होइन। स्ट्राइक रोटेसन एकदम मजाले हुन्छ र अपोनेन्ट टिमले कहिले गेम हार्यो भन्नु अपोनेन्ट टिमलाई पनि रियलाइज हुँदैन जस्तो लाग्छ, किनकि बााउन्ड्री आएको हुँदैन बट स्कोर कार्ड यस्तो छिटो मुभ गर्छ त्यो डबल र सिङ्गलहरूले गर्दाखेरि, किनकि डट बल एकदम रेयरली आउँछ होइन। सो त्यस्तो खालको क्रिकेट चाहिँ आई थिङ्क नेपालको रियल ब्रान्ड अफ क्रिकेट हो होइन। T20 भन्नेमा एभ्री सिङ्गल बल हान्नुपर्छ जस्तो मलाई चाहिँ एटलिस्ट लाग्दैन र त्यो आज हामीले देख्यौँ पनि होइन, किनकि गेम जित्नु इज वाट म्याटर्स र हाम्रो भाइस क्याप्टेन र क्याप्टेनले त्यसको एकदम बेस्ट डिस्प्ले दिएका छन्। सो यही अनुसार नेपालले आफ्नो बेस्ट दिने हो, हरेक बेसिक्स कभर गर्ने हो भने डेफिनेटली वर्ल्ड कपमा वी क्यान डु सम म्याजिक र डेफिनेटली अपसेट निकाल्न सक्छ नेपालले र सुपर 8 पनि धेरै टाढा छ जस्तो मलाई चाहिँ लाग्दैन। सो नेपालको यसरी नै प्रिपेरेसन चलिरहेको छ। अब 31 जनवरीमा अर्को म्याच हुन्छ र त्यसको पनि हामी डेफिनेटली एनालिसिस ल्याइहाल्छौँ र युएसए र क्यानाडासँग नेपालको वार्मअप म्याचेसहरू पनि छ जुन चेन्नईमा हुनेवाला छ, जुन एकदमै टर्निङ विकेट छ। सो त्यसको पनि एनालिसिस हामी डेफिनेटली ल्याइहाल्छौँ। सो तपाईँहरूलाई त्यो पनि हेर्न मन छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर नोटिफिकेसन बेल थिच्नु होला र नेपाल टिमले अझ के इम्प्रुभ गर्न सक्छ त्यो पनि भन्नु होला र तपाईँको हिसाबमा वर्ल्ड कपमा नेपालको बेस्ट 11 के हुनसक्छ त्यो पनि कमेन्टमा लेख्नु होला र हामीले हाम्रो एनालिसिस कसरी इम्प्रुभ गर्न सक्छौँ त्यो पनि भन्नु होला। आजको लागि यति नै। थ्याङ्क यू, किप स्माइलिङ, बाई।